आओ यार, अपने कान में ईयरफोन्स डाल लो। मेरो प्रगति हेर्दै बस। Hey y'all, come look at this. नाचिनु छमछमी मादल छोकेर। हेलो गाइज, कमेन्ट पढ्ने हैन त? स्टार्टिङ भिडियो हेरिसक्नु भयो होला। यस्तै यस्तै भिडियो हेर्दै त्यसमा आएको फन्नी एन्ड सेभेज कमेन्ट पढ्दै जाउँ है त। सुनेश को सुकून का नाम सुना? इतना सुकून। तो चलिए शुरू करते हैं। केले बनाएको रियल त हैन यस्तो फिल्टर। तिमी त रहेछौ बहिनी, नाकै हेर्दा थाउनी भन्ने गीत मिल्यो जस्तो छ। किन देखाउनु हुन्छ हजुर यो जवानी, एक दिन बुढी भएपछि सबै चाउरी पर्छ। चुप कर बे कुत्ते। गाडी नयाँ नै किन नहोस्, तर हामीसँग उसको साइलेन्सर कालो नै हुन्छ। अनि मुत्ने ठाउँ चम्काएर राखिँदैन। भाइरल हुन कन्टेन्ट चाहिन्न, कमरमै कन्टेन्ट हुन्छ। नहीं, मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। गजब टुबी बाजा। दिनमा भैया रातमा सैया वाला रिलेसन। तू समझा? नहीं, तू समझा नहीं। आजदेखि दाइ बहिनी हो हामी, नबन ल फेरि चिपटले भेटौला। अर्को जन्ममा खलौटी भएर जन्मिन बाम भगवान। रहा नहीं जाता, तड़प ही ऐसी है ना। मेरो प्रगति हेर्दै बस। तसाला घमण्डी केटी हेर्दै बस। तसाला घमण्डी केटी हेर्दै बस। ए तसाला घमण्डी केटी हेर्दै। तसाला घमण्डी केटी हेर्दै बस। खुट्टा कहाँ राखेको दिदी, फुट्ला नि फेरि। त्यो पहिल्यै फुटेको हुनुपर्छ, चाहिँदैन अरे अब। यति त सहन पर्यो नि डिपेन्डेन्ट भएपछि। बात तो सही है। दाइको सानो खुट्टा रिसायो होला, दिदीको भरे बिजोक हुने भयो। डप टपा डप टपा डप। बिचराको फुटे होला, खेताला खोज्नु पर्ने भयो अब। बाय बाय, टाटा, गुड बाय, गया। अर्को मोतीवालामै यस्तो राम्रो फ्लावरी टाइपको छ। यो चाहिँ येलो कलरमा मात्रै छ, हेर्न सक्नुहुन्छ। फ्रन्टको डिजाइन यो ब्याक साइडको डिजाइन यो मोती हो। यो मोती तल माथि सार्न मिल्छ है। यो केमा लगाउने हो? घाँटीमा होला। केरो बाउले भन्ने होला। खास यो के हो दिदी? माइली तिलहरी भनेको यही हो होइन? यो लगाउने चाहिँ कहाँ हो? एकचोटि देखाइदिनु पर्यो। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।